साथीहरु सबैजनालाई नमस्ते नमस्कार। आजको हाम्रो नयाँ भिडियोमा हजुरहरूलाई स्वागत छ हैन। अनि आज चाहिँ किचन खाली छ। आज अर्डर केही छैन, आज चाहिँ अनि हेर्न सक्नुहुन्छ गाइज कुल्फी हैन। सरलक लागेर फ्रिजमा हामी राखिदिन्छौँ, एकछिन लाएर खान्छौँ हैन। अनि आज चाहिँ अर्डरहरू केही छैन, आज सुनसान छ हैन। अनि फ्रिजमा मैले राखिसकेको छु सरलक लाएर। अब एकचोटि हामी चाहिँ बाहिर जान्छौँ है। अनि सरलक लाएर बाहिर के गर्दै हुनुहुन्छ, पानी पर्ला जस्तो भएको छ हैन। अनि उतापट्टि चाहिँ खतरा मौसम हेर्न सक्नुहुन्छ। बाहिरको चाहिँ यस्तो छ है, उताबाट बादल उठेर आएको छ, पानी पर्ला जस्तो गरिरहेछ। छैन अनि हाम्रो शिव सर टक्क लाएर कुल्फी खाँदै, अनि टक्क लाएर शिव सर यता बस्नु भएको छ। अनि बारिस्टा दिदी उता हो, भित्रको चाहिँ यस्तो छ गाई सरलाई यस्तो छ। आज हाम्रो किचनमा चाहिँ काम केही छैन गाइज, काम छैन। छ बाहिरको दृश्य यस्तो छ। अनि हाम्रो शेफ सरले यता बनाउँदै हुनुहुन्छ। हाम्रो शेफ सर के बनाउँदै शेफ सर? आलु चना गर्दै हुन्छ हाम्रो शेफ सरले। यता टक्कलार शेफ सर अर्डर हान्दै, अनि हाम्रो अब यता चाहिँ अब हाम्रो सर होइन अब सुत्नु भएको छ। अनि बस टक्क लाएर प्याकिङ हुँदैछ, प्याकिङ हुँदैछ ग्याङ। ए वाट्सएप ग्याङ प्याकिङ भइरहेछ है आलु चनाको होइन। तिमीहरूलाई के भन्नु मैले है भाइ, वा काँटो यस्तै टक्क लाएर राम्ररी मिलाएर राखेको छ होइन। अनि हाम्रो सम्झी सरलक लाएर उता सुत्नु भएको छ, ड्युटी टाइम छ अहिले चाहिँ होइन। अनि हाम्रो नि काम चलेको छैन, बसिरहेको छ, त्यही भएर यसो तलतिरको झरिदिएको मात्रै। अनि यता चाहिँ गाना पनि छ है, अनि हाम्रोमा चाहिँ गाना छैन गाइज, रमाइलो हुँदैन त्यति। कस्तो हाँस्नलाई हस्त है गाइज टक्क लागेर अब हामी निस्क्यौँ है। खडा भएको छ, रमाइलो छ, जे होस् रमाइलो भएको छ त्यो। हजुर छैन, अब एकछिन खान्छु। लगाए छैन, यो चाहिँ टक्क लाएर पर्थ्यो, टक्क लाएर खाइयो। सरलक लाएर गर्मी नि छ, टक्क लाएर यस्तै हो, गर्मी मौसम छ, के गर्नु। यो गर्मी छ यस्तो। अनि बाहिर दुईजना बसिरहनु भएको छ। लगाएछ हाम्रो चाहिँ किचन यस्तो छ होइन। अस्ति सरसफाइ खतरा तालले टर्काएको थियो हामीले, हजुरहरूले हेर्नु नै भयो होला भिडियो होइन। लगाएछ अब हजुरहरूलाई यो भिडियो मन परेमा लाइक कमेन्ट सब्सक्राइब हानिदिनु होला। ल बाई बाई साथीहरू, जय नेपाल।